खास गरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पङ्क्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पङ्क्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पङ्क्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै भोगेका नेताहरूको पङ्क्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोके होला मलाई अनौठो लाग्छ। उहाँले, म आफैलाई भन्न चाहन्छु, उहाँले मलाई बोलाएर एकचोटि तपाईले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, केले तपाईलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो। केले रोके उहाँलाई? आफ्नै अहङ्कारले रोके हो कि म पर्याप्त छु मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो। चाहे नेपाली कांग्रेसमा भनौँ या नेकपा एमालेमा भनौँ या अन्य राजनीतिक दलहरूमा पनि आफ्ना धेरै सङ्घर्षका अनुभवहरू छन्, जुन तपाईहरुको सरकारको लागि धेरै ठुलो सहयोगी हुन सक्छन्। ती अनुभवहरू, त्यो अनुभव लिन कन्जुस्याइ गर्नुपर्ने कुनै कारण छ र? मलाई लाग्छ त्यस्तो जति उदार मनले काम गर्न सक्यो त्यति देशको पनि जनताको पनि तपाईहरुकै पनि हित हुनेवाला छ। तपाईहरु जति संवादबाट टाढा जानुहुन्छ, जति प्रतिपक्षहरूलाई अवमूल्यन या अपमानित गर्नुहुन्छ या जनताको एउटा वर्ग तह तबकालाई व्यवस्था गर्ने कोसिस गर्नुहुन्छ, त्यति राष्ट्र पनि जनता पनि र तपाईहरु पनि हामी सबै अप्ठ्यारोमा पर्छौं भन्ने कुरा पनि म भन्न चाहन्छु।